हुनुहुन्छ सुन्दर शर्मा र एकिन्द्र बरुवा र नारायण बरुवा। रोशन खत्री, नवराज श्रेष्ठ, मनोज कार्की, विष्णु जीसी, प्रकाश अधिकारी, प्रकाश थापा, कुमार खत्री र विनोद कार्की नाम लिएपछि आफ्नो साङ्केतिक परिचय सहित खेल मैदानमा प्रवेश गरिदिनुहोला। विनोद कार्की पछि मिलन विक, विवेक साई, राजेन्द्र मल्ल, संदेश साई, किसान मल्ल, प्रताप कार्की, महेश भण्डारी प्रवेश गरिसक्नुभएको छ र होला किनकि एक अङ्कको महत्त्व राजेभवनमा सुरु हुन गइरहेको छ। सर्भिस गर्दै हुनुहुन्छ दृष्टि युवा क्लबका खेलाडी मित्र। पहिलो सर्भिसमा आफ्नो खाता खोल्दै दृष्टि युवा क्लब मल्लासले एक अङ्क प्राप्त गर्न सफल भएको छ भने महारानी युवा क्लब राखो 0। निकै प्रयास थियो महारानी Kita
फेरि महारानी 9 Gunung Krista साथी थियो महारानी क्लब राखुका जर्सी नम्बर 7 का महारानी क्लब राखु angka talikama raku 10 sagane district उपस्थित खिलाडी साथी नाला श्रेष्ठबाट रेप्ले हुन्थ्यो भने फेरि हेर्न हुन्थ्यो फरमाइस हुन्थ्यो भने गर्न मिल्थ्यो गरिन्थ्यो तर के गर्ने आशा गरौँ पुनः हेर्न मिल्ने साथीलाई त्यसैबीच बल महारानी क्लब राखुका हातमा अङ्क तालिकामा महारानी क्लब राखु 14 छ भने दृष्टि क्लब मासपाट 5 14-5 तर जाली प्रत्यक्ष टवारो पनि प्रस्तुत पनि थियो सो फाइदामा दृष्टि अङ्क तालिकामा दृष्टि 5 छ भने महारानी 14-5-14 खाली ठाउँको मेटर सदुपयोग गर्नुभयो महारानी क्लब राखुका खेलाडी साथीले अङ्क तालिकामा महारानी क्लब राखु 14 छ भने दृष्टि 5 14-5
निकै नै उत्कृष्ट साथ थियो त्यो दृष्टिका खेलाडी साथी मनोज कार्कीबाट। दृष्टि क्लबका खेलाडी मित्रद्वारा सर्भिस भइसकेको छ। निकै मिठो प्रहार थियो विफललाई दृष्टि क्लबले पुनः प्रहार र दृष्टि युवा क्लबले पनि 5-14 सर्भिस गर्दै दृष्टि युवा क्लबका खेलाडी मित्र निकै माथि प्रहार थियो, बलले निकाल्न सकेन र 6 मा अङ्क थप्दै दृष्टि युवा क्लबले 7 अङ्क। अङ्क तालिकामा महारानी क्लब राखु 14 छ भने दृष्टि 9 14-9। निकै राम्रो साथ थियो। यो दोस्रो सेट महारानी क्लब राखुले आफ्नो पक्षमा पार्न सफल भएको छ। अब यो तेस्रो तथा अन्तिम अर्थात् निर्णायक सेट कसले आफ्नो हातमा पार्ने हो त्यो हेर्न बाँकी छ। त्यो केही समय पश्चात हामी थाहा पाउन सक्नेछौँ। पहिलो सेट दृष्टि क्लब मासमार्ले आफ्नो पक्षमा पार्न सफल भयो। यसैबीच दोस्रो सेट महारानी क्लब राखुले आफ्नो पक्षमा पार्न सफल भएन। दृष्टिका खेलाडी साथी रोशन खत्रीबाट अनि सफलता पनि हासिल गर्नुभयो। बल दृष्टिको हातमा। अङ्क तालिकामा दृष्टि 9 छ भने महारानी 10। बल चेक आउट। बल महारानी क्लब राखुको हातमा। मानवहरू तपाईँले आफ्नो टिम दिनुहोला जसले गर्दा केही राम्रो पनि हामी देख्न सक्नेछौँ। दृष्टिका खेलाडी साथीबाट बल प्रयास त थियो तर ब्लकलाई चिसाउन सकेन। यसको प्रत्यक्ष फाइदामा दृष्टि। अङ्क तालिकामा दृष्टि 11 छ महारानी 10। 11-10 भिन्नता 1। दृष्टिले 1 अङ्कको गोल गरिरहेको छ। राम्रो डिफेन्स थियो तर त्यसलाई सम्हाल्न नसक्दा निकै राम्रो सर्टको प्रयास थियो त्यहाँ तर ब्लकलाई छिर्न सकेन। पुनः त्यस्तै घटना दोहोरियो। पुनः सफलता हुने हासिल गरिसक्नुभयो दृष्टिका खेलाडी साथीले। अङ्क तालिका मेन पोइन्ट के भने जो खेल्ने क्रममा जसले रोटेसन बिगार्छ होइन, मानव यताकोले रोटेसन बिगार्ला यताकोले रोटेसन बिगार्ला, विपक्षी टिमलाई 1 नम्बर चाहिँ त्यो टिमपट्टि बल जान्छ है। आज त्यो एकदम क्लियर तरिकाले रोटेसन कसैले नबिगार्नुहोस् है। रोटेसन बिगारेको थाहा पाएको खण्डमा विपक्षी टिमको लास्ट नम्बर छ भने पनि त्यसको सिधै गेम दिन्छ हामीले। अहिले नै तपाईँहरू सबैको अगाडि भयो, तपाईँहरूले नबिगार्नुहोस् है। यो सर्भिस हामी बल पटेसन मात्र आउनु र पुरानो गेमको सिस्टमले गर्दाखेरि फाउल यहाँको बलहरू पुरा फाउल हुन्छ है। तपाईँहरूले अब अन्यहरू के खेल्ने बेला चाहिँ हात यस्तो निकाल्दै टाइम लाग्नु पऱ्यो भने होइन, टाइम लागेर केही कुरा भन्नु सक्यो भन्नुहोस् है। कहिले पनि आएर रेफ्रीले होइन यहाँ उ गरेको खण्डमा हामीले कुनै एकचोटिलाई चान्स केही दिँदैन है। दुवै पक्षलाई निष्पक्ष खेल्नुहोस्। हुटेङ्गहरूलाई एकदम राम्रो तरिकाले राख्नुहोस्। तपाईँहरूको नि यताको पनि छ भने बाहिर अलिक टाढा राख्नुहोस् होइन। अर्को खेलाडीलाई त्यस्तो दखल पुग्ने कामको हुटिङ नराख्नुहोस् है। यहाँ आएर उ गरेर अर्को किसिमको होइन, पाहुनाहरू हो उहाँहरू पनि होइन। अब खेलको बारेमा तलको त अब थाहा नै छ होइन, यति पाइहाल्छ, यस्तो हुन्थ्यो भने फाउल भइहाल्छ, यो फाउल भइहाल्छ है। रोटेसन क्लियर तरिकाले हेरिन्छ हामी है। ग्राउन्ड दिनुहोस् है।
नामअनुसार खेलाडीहरू खेल मैदानमा प्रवेश गर्नुहुनेछ। उहाँहरूको नामअनुसार खेल मैदानमा प्रवेश गरिदिनुहोला। सुजन, शिव, कृपया ताली बजाइदिनुहोला। दर्शकमान्यहरू सन्दीप, रामकृष्ण, गङ्गा, यान, लक्ष्मण, तेजिन्द्र र समीश कृपया नामअनुसार खेल मैदानमा प्रवेश गरिदिनुहोला र दर्शक महानुभावहरूले कृपया जोरदार ताली बजाइदिनुहोला। प्रकाश केसी, रोशन खत्री, नवराज श्रेष्ठ, मनोज कार्की, विष्णु ऋषि, प्रकाश अधिकारी, प्रकाश थापा, कुमार खत्री, प्रज्वल मल्ल। यसै गरी यस खेलमा प्रमुख भूमिकाको रेफ्रीको प्रमुख भूमिका निर्वाह गर्दै हुनुहुन्छ गोविन्द खत्री र यस्तै सहायक रेफ्रीमा हुनुहुन्छ विवेक अधिकारीज्यू। यस्तै हामीलाई लाइन्सम्यानमा सहयोग गर्दै हुनुहुन्छ अर्जुन भण्डारी, एकिन्द्र बरुवाल, राजकुमार अधिकारी र यस्तै गरिदिनुहोला मनोज गौडालज्यू र दुवै टिमका खेलाडी सेतो जर्सीमा केवासी घटामका खेलाडी मित्रहरू हुनुहुन्छ र मनोज गौडालजी छिटोभन्दा छिटो र यो फाइनल खेल सुरु गरिरहेको छ र सर्भिस गर्दै हुनुहुन्छ केवासी घटामका खेलाडी मित्र खेलाडी मित्र सफल भएको छ भने दृष्टि 0 खेलाडी मित्र झुक्याउने प्रयास दृष्टिबाट खेलाडी मित्र खेलाडी केवासी 0 असर पार्न सक्छ। दृष्टिबाट रोक्न सकेन र बल चेन्ज हुन पुग्यो भने दृष्टिबाट मनोज गौडालजी छिटोभन्दा छिटो स्थानमा सम्बोधन होला। केवासीले प्रयास गरेको थियो तर दृष्टिबाट मल्लाछ खेलाडी मित्र चलिरहेको छ। निकै मिठो छुट्याउने प्रयास थिए तर सफल सकेन। आफ्नो पक्षमा पारेर जित्नको लागि नयाँ योजना नयाँ रणनीतिका साथ पुनः खेल मैदान सर्भिस गर्दै हुनुहुन्छ केवासी घटामका खेलाडी मित्र र बल चेन्ज हुन पुगेको छ र सर्भिस गर्दै केवासीका खेलाडी 3 अङ्क छ भने केवासी 7